गाइस मेरो चाहिँ त्यो रातो बेर्लाको कुकुर सिम्बा हो गाइस त्यसको नाम। अनि यतापट्टिको यो सेतो छ त गाइस यो चाहिँ क्रिसको हो कि यसको नाम चाहिँ साम्बा अरे गाइस। भर्खर ल्याएको हो यो साम्बा भन्ने केटीलाई, केटा र केटी हो। अनि केटी छ त यो चाहिँ पहिला चाहिँ दाजुबहिनी नै हो कि हुन चाहिँ 3 महिना भएको थियो नमिलेको। एक्कासी मिल्दाखेरि यस्तो चलेको गाइस नजिक बस्नै भएन। अनि हामीले कस्तो गरेर मिलाएको थियौँ। अनि एकछिन शान्त भयो कि फेरि चलेर हैरान कुकुरको जात चल्ने। यताबाट चाहिँ हाम्रो भाइले हेरेको थियो कि गाइस। अनि म चाहिँ यहाँ बोलिरहेको थिएँ बसेर सुन्नु हेर्नु है गाइस। अब एकछिन म फेरि पानी दिन्छु यिनीहरूको चलेको भाग खाजा। यसले त यो त हल्लाइदिने भयो, मोर्चा झर्ने भयो गाइस। सिम्बा 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 चल देख्नु भयो गाइस। चुपचाप भयो कि मेरो स्वर सुनेर गाइस। हो नि भाइ तिमीलाई थाहा थिएन हाम्रो रोनाल्डो जीप जर्सी लगाएको आयो गाइस। मैले पानी दिन्छु भनेको त गाइस त्यसले हेरेको गाइस। फोन बजेर कति मिनट गयो भनेपछि अब फलोवर्स यो सब्सक्राइब भन्छ कि भाइ युट्युबलाई। म टिकटकर होइन। पानी लाऊ पानी लाऊ डिस्टर्ब गर्छ। दुईजनाले एउटै भाँडामा खायो भने माया पर्छ अरे कि जुठा। दुईजनाको मेहनतको फल हो गाइस यो चाहिँ होइन लहरेको फल हो के। यो चाहिँ लहरे भने चाहिँ तिर्खा लाउँछ कि तिर्खा भन्दा पनि ठगै लाउँछ। ठगै लगाएको नि यो ठगै लगाएपछि भोलाउँछ। भोलाएको खाना खान त परो खाना अहिले खाने बेला भयो होइन त्यही भएर पानी दिएको भ्याइ गाइस। म फेरि ल्याइदिन्छु मेरो महाराजाहरूलाई। ल र तिमीहरूकै छ तिमी मेरो होमवर्क गरिदियो। ए पानी त रकेट बन्छ जसरी उठ्न पो थाल्यो गाइस। कस्तो पानी हो गाइस। पानीहरू नि यस्तो ला आयो खाजा ए तेरो पनि हो कि ला तँ एक्लैले खाँदैन ला अलि यता आइज। एउटा ब्रिज त्यो तेरा बाजीको तार बाजीको बाजी हुन्छ भनेर भन्थ्यो। सम्बा यता हो यता कान्छ खान्न रे पानी ठुलो भएको यो कुनै दिन पानी खान पर्छ नि। यो चाहिँ घुम्ने कुरा रहेछ होइन। यो चाहिँ म चेक गर्छु घुम्छ कि घुम्दैन। घुम्यो भने त ठिकै छ के ठिकै छ कि मेरो भने त ठिकै ठिक रहेछ गाइस। घुम्दैन त्यता चाहिँ गफरी लाग्छ नि लहरी लाग्छ। यता चाहिँ हाम्रो यो प्लेयर भाइहरू भिडियो नहेरेको मलाई त्यस्तरी नहेर्ने यहाँ हेर्न आउँदा यो हो कि होइन। यो च्यानल गेट हो कि होइन हाम्रो पुछै यो हो कि होइन।